नमस्ते। आज म ललितपुरको एकान्त कुना स्थित नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायको घरमा आइपुगेको छु। उहाँ नेपाल सरकारको पूर्व सचिव, सामाजिक अभियन्ता, आध्यात्मिक व्यक्तित्व र चिन्तक हुनुहुन्छ। आज म उहाँसँग समसामयिक राजनीति र अहिले देशमा घटिरहेका भइरहेका कुराकानीहरू गर्नेछु। सर, यहाँलाई स्वागत छ। हजुर, नमस्ते। अहिले सर चुनावी माहौल छ देशमा। धेरै मानिसहरू चाहिँ प्रत्यक्ष रूपमा राजनीतिमा लागेका छन्। कतिपय समानुपातिकमा उम्मेदवारी दिएका छन्, कतिपय प्रत्यक्षमा उम्मेदवारी दिएका छन्। अब सर चाहिँ कानुनको पनि विद्यार्थी हुनुहुन्छ सर तपाईँ? हजुर। नेपाल सरकारको पूर्व सचिव। हजुर। सरसँग विद्वता छ, धेरै कुराहरू छ। यस्तो मान्छे चाहिँ संसदमा हुनैपर्छ भनेर तपाईँलाई कसैले भनेका छन् कि छैन अहिलेसम्म? छन् 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 त होइन। म चाहिँ सक्रिय राजनीति नलिने मेरो डिक्लेयर पोलिसी हो कि। किन सर? होइन, किन भन्दा पनि म चाहिँ नि सक्रिय भित्र पसेर भन्दा बाहिरबाट राजनीतिलाई अझ बढी योगदान गर्न सक्छु कि भन्ने लागेर। जस्तै तपाईँको अब राष्ट्रसभा भनौँ होइन, उज्यालो नेपाल भनौँ, माटो भनौँ, यी दलका कुनै पनि प्रतिनिधिहरू, कुनै पनि व्यक्तिहरू आएर आउनुहोस् हाम्रो पार्टीमा आउनुहोस्, सहकारी गरौँ, राजनीति गर्नु होइन, तपाईँलाई समानुपातिक सूचीमा राख्छौँ अथवा प्रत्यक्ष चुनाव लड्नुहोस् भनेर चाहिँ कसैले भने कि अनि यसो इन्डाइरेक्ट, सिधै नेताले त भनेको छैन होइन, तर इन्डाइरेक्ट रूपमा तपाईँले कुन पद कुन ठाउँबाट के चाहनुहुन्छ त्यो अनुसार गरौँ, हामी तयार छौँ चाहिँ भन्ने सन्देश आएको हो। राष्ट्रसभाका नेताहरू पनि आएको थियो। नेताहरू अहिले त तपाईँले यसपटक चाहिँ त्यति भएन, तर यहाँ राष्ट्रसभाका जुन अहिले सांसदहरू थिए नि यी सबै मेरो घरमा आएका हो कि पहिला। जस्तै अब भनौँ न, रवि लामिछाने या बालेन शाहले आएर तपाईँलाई अनुरोध गरेको भए समानुपातिकमा बस्नु पर्यो अथवा प्रत्यक्ष चुनाव लडेर संसदमा आउनु पर्यो, जिम्मेवारी निभाउनु पर्यो एज अ सांसद भनेर भनेको भए तपाईँ के भन्नु? अनि उहाँलाई थाहा छ म आउँदैन भन्ने। आउनुहुन्न। ऊ मात्र अरू दल पनि छन्, फेरि यो मात्र होइन अरू दल पनि थाहा छ जाने। उहाँहरूले मैले चाहने भने अब सबै दलमा जाने कुरो त भएन, जुन दल जान चाहे पनि नहुने कुरा चाहिँ केही पनि थिएन र इन्डाइरेक्ट अफर पनि आएको, अब हामी नगरेको पनि हो। यसपालिको चुनावपछि कुनै एक दलले बहुमत ल्याउन सक्ने सम्भावना कतिको छ? एकदम कम छ, बहुमतै कम छ होइन। तर सबभन्दा ठुलो दलको रूपमा आए पनि हाम्रो संविधानले अब सबभन्दा ठुलो दललाई त पहिलो संयुक्त सरकार बन्न सकेन मात्र अफर आउँछ होइन। त्यस कारण अहिले पनि गठबन्धन नगरिकन सरकार बन्ने जस्तो मलाई लाग्छ। कतिवटा दलले गठबन्धन गर्नुपर्छ? अब पुरानो हो भने धेरै दल गर्नुपर्छ, नयाँ हो भने थोरै दलमा नि गठबन्धन हुन्छ कि भन्ने। कुन कुन दलबिच गठबन्धन हुन सक्छ? मलाई यी नयाँ वैकल्पिक रूपमा आएकाहरू भन्नाले उज्यालो अब उज्यालो नेपाल, राजसभा, माटो, अरू पनि छन् नि एक दुईवटा अरूहरू, यिनीहरू हुनसक्छ। कि गर्नुपर्ने बाध्यता हुन्छ। परिवर्तन एउटा हेर्नुहोस् न, परिवर्तन चाहने र यथास्थितिलाई एकदम ठिक छ यसलाई चाहिँ नि सुधार गर्दै लाने भन्ने बिचकै द्वन्द्व हुन्छ। अब गठबन्धनको लागि उनीहरूको सङ्ख्या इनफ भएन भने अथवा काङ्ग्रेससँग अथवा एमालेसँग अथवा अहिले नेकपा नेपाल कम्युनिस्ट पार्टीसँग गर्नुपर्ने अवस्था आयो भने चाहिँ रासोपा अथवा अर्को दल कुन दलको गठबन्धन हुन सक्छ? नयाँ दलले त गठबन्धनमा जान्छ जस्तो लागेन। बाहिर बसेर समर्थन होला, किन सरकारै नबन्नु पर्ने स्थितिमा, सरकार नबन्नु पर्ने स्थितिमा बाहिर बसेर समर्थन गर्छु भन्ने होला। सरकारमा जाने सम्भावना चाहिँ म देख्दिनँ, किनभने यो जुन जेएनजी आन्दोलन भयो नि यसले पुरै नै ग्राउन्ड रुलले फेरिसक्यो कि अब तपाईँले त्यो जानु भनेको आफू पनि मासिनु हुन्छ। एकातिर गगन थापा हामी नयाँ विचार बोकेर आएका छौँ, हामी नयाँ काङ्ग्रेस हौँ, हामी सुध्रिएको काङ्ग्रेस हौँ भनिराखेका छन्। अर्कोतिर रासोपा पार्टीले हामी फ्रेस हौँ, हामीसँग भिजन छ, हामी भ्रष्टाचार गर्दैनौँ होइन, हामी भ्रष्टाचारलाई कारबाही गर्छौँ, यो देश डुब्नुमा, यो देशको हालत जर्जर हुनुमा चाहिँ मेन भ्रष्टाचार हो भनिराखेका छन्। उता नेकपा नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड नेतृत्वको उनी पनि त्यसै भन्छ, हामी जेएनजी भनेको हामी हो भन्ने कुरा पनि यता कता त्यस्तै भाव सुनिन्छ प्रचण्डको होइन। अब यिनीहरू सबैले आफूलाई चाहिँ नयाँ अथवा सुध्रिएको भनिराखेका छन्। खासमा भन्यो भने चाहिँ नेपालको लागि, नेपाली माटोको लागि, नेपाली जनताको लागि अथवा आम मानिस जो गरी खाने वर्गका मानिसहरू छन् तिनीहरूको लागि चाहिँ यही दल हो भनेर सरले भन्नुपर्दा चाहिँ कुन दलमा चाहिँ त्यो आम मानिसको लागि भोलि पर्सि अब बहुमत ल्याउला अथवा पहिलो पार्टी बन्ला, कुन दलले चाहिँ आम मानिसको लागि राम्रो काम गर्ला? एउटा आशा के भने अब हिजोकोले गरेन, अब नयाँले गर्नुपर्छ भन्ने त छ नि। तर अब त्यो मत हाल्ने भनेको हरेक व्यक्तिले गोप्य रूपमा हाल्ने हुनाले त्यो सल्लाह गरेर हाल्ने पनि हुँदैन होइन। अब क्याडर बेस्डमा के हुन्छ भने पहिले पकेट भोटहरू डाङ हाल्ने जस्तो परिस्थिति
धेरै कुरा युवाहरू आएका छन्। घरभित्रै मैले 3 किसिमको राजनीतिक दलसित आबद्ध जेनेरेसन देख्छु के। एउटा बुढाबुढीहरू काङ्ग्रेस भन्छन्, बिचका ठिक्कैहरू कम्युनिस्ट भन्छन्, अहिलेका जेनजीहरू रासपा यो नै भन्छन् कि। अब त्यो त घरभित्रै झगडा छ तिनवटाको होइन। त्यस कारण के हुन्छ भने कसको कता भोट जान्छ भनेर मलाई तपाईँ सोध्नुभयो भने सबभन्दा कान्छो घरको फ्यामिली मेम्बरले को दबाब पनि त्यो घरमा चल्छ भन्न खोज्नु भएको यसपालि राष्ट्रपा जान्छ। पहिलो पार्टी बाहिर विदेशमा बसे पनि त्यही छ। कति सिट सङ्ख्या होला प्रत्येक म त्यसरी म टोक्दिनँ, तर अब समानुपातिको सबभन्दा धेरै राष्ट्रपति आउँछ समानुपातिको। सर चुनावपछि जुन सरकार बन्छ नि जसको नेतृत्वमा बने पनि रासपामा रासपाको बनोस्, एमालेको बनोस्, नेपाली काङ्ग्रेसको बनोस् अथवा नेकपा नेपाल कम्युनिस्ट पार्टीको बनोस्, अब बन्ने सरकारले जनअपेक्षा पुरा गर्न सक्ला कि नसक्ला? अहिले अब एकदमै पश्चाताप त भएको छ। हिजो गर्न नसके हुनाले आज यस्तो दुर्घटना हुन गयो, अप्रिय घटना हुन गयो। नयाँ त अब सरकार नै चलाएको छैन, उनीहरू ओलीको र प्रचण्डको नेतृत्वमा गएर रासपालाई भनौँ होइन, माटो पार्टी र हाम्रो कुलमान घिसिङको पार्टीले त उनीहरूलाई सरकार चलाएको पछिल्लोचोटि अनुभव त भयो कुलमान घिसिङलाई केही समय, तर उनीहरू पनि लामो समयसम्म सरकार चलाएनन्। प्रचण्ड केपी ओलीले त यिनीहरूले पटक पटक हामीले केपी ओलीले भन्दा प्रचण्डले पटक पटक आत्मआलोचना गरेका छन्। हामी अझै थप सुदृढ हुनु पर्यो, हामी थप सुदृढ अगाडि बढ्नुपर्ने आवश्यकता देखियो भने प्रचण्डले पटक पटक भनिराखेका छन्। त्यही पनि उनी 3 चोटि प्रधानमन्त्री भए होइन। अब अपेक्षा योभन्दा बढी अपेक्षा कसरी गर्न सकिन्छ पुरानो पार्टीसँग सुध्रेलान् भन्ने हामी कसरी विश्वास र भरोसा गर्ने? अब पुरानो पार्टी भने पुरानो नेता भनौँ, पार्टी त यही रहन्छन्, घुमिफिरी यही रहन्छन्। पुरानो पार्टीमा नयाँ नेतृत्व आएको भए त्यसले जगाउँथ्यो, आश जगाउँथ्यो। पुरानो नेतृत्वलाई चुनावमा एक दुई सिट जित्नु हार्नु भन्दा पनि अब पताउँदैन। पुरानो नेतृत्वलाई पुरानो पार्टीले पताउँदैन। अब पुरानो पार्टीमा नयाँ नेतृत्व छ भने त्यसको जस्तो काङ्ग्रेसले त्यो एउटा पल्टायो नि त होइन, त्यसमा चाहिँ आश जगाउँछ कि यो नयाँ काङ्ग्रेस हो, काङ्ग्रेस 2 भनेर भनिरहेछ नि होइन। त्यस कारण मान्छेलाई त्यो हिजोको चिज सब पखाल्नलाई गगनजी लागिरहेको हुनाले एडभान्टेज पाउँछ। सिट चाहिँ नि अब कति आउँछ यो थाहा छैन, तर यो संयुक्त सरकार बन्ने भएको हुनाले गगनजीको पार्टी अब उहाँ जित्छन् कि जित्दैनन् कि अहिले भन्न केही सकिँदैन। तर पुरा नयाँ युवाहरूसित अलिकति मिल्ने वेभलेन्थ मिल्ने गगनजीले मिलाउन सक्ने सम्भावना छ। तर पुरानो नेताहरूले वेभलेन्थ मिलाउन सक्दैन, किन हिजोको धेरै कुराको त्रुटिपूर्ण कामहरू भइसके र देश आज यो स्थितिमा आएको जिम्मा चाहिँ नि उहाँहरूले लिनुपर्छन् अब भन्ने कुरा जनताले युवाले खास गरी भनेको हुनाले पुरानोबाट अपेक्षा चाहिँ छैन। अब 4वटा नाम लिन्छु म। ती नामहरूमध्ये कुन चाहिँले सरकारको नेतृत्व लियो भने प्रधानमन्त्री भयो भने देश राम्रोसँग हाँक्ला, सही ढङ्गले चलाउला? बालेन, गगन थापा, हर्क साम्पाङ र कुलमान घिसिङ, यी 4 मध्ये को नेतृत्वमा गयो भने चाहिँ सही ढङ्गले देश चलाउन सक्ला? यो पार्टी थपौँ राजेन्द्र लिङ्गे। यी पार्टीहरूमा पार्टीको हैसियत के छ, पार्टीको नेतृत्वमा को छ र पार्टीको हैसियत के छ त्यो अनुसारको त्यसको प्रभावकारिता हुन्छ। व्यक्ति त अब सबैलाई अब मोटामोटी सबैले बोलेको कुरा कुनै नराम्रो छैन, तर नेतृत्व क्षमता के छ भन्ने कुरा कतिपयलाई परीक्षण गर्न बाँकी छ, कतिपय चाहिँ परिचित छन्। त्यसले गर्दा म अहिले ठ्याक्कै नयाँ मान्छेहरूले राम्रो दल ठुलो दल भयो बहुमत ल्यायो भने अर्को हिसाब हुन्छ। संयुक्त सरकार बनाउनु पर्यो भने प्रधानमन्त्री को हुन्छ भन्दैन, धेरै प्रभावकारी हुँदैन, त्यो पहिला पहिला पनि देखिएको। एकल सरकार बनायो भने एकल सरकार बनायो, एकल पनि बहुमत आएर संयुक्त सरकारमा पनि उनीहरूले स्वतन्त्रपूर्वक काम गर्न पाए, कुनै विरोध बाधा अवरोध आएन उनीहरूलाई। 5 वर्ष उनीहरूले आफ्नो आफ्नो निर्णय होइन आफूले गर्न चाहेका कुरा गर्न पाए भने कुन चाहिँले यी मध्ये कुन चाहिँले चाहिँ सही ढङ्गले देश र सरकार चलाउला? उनीहरूले पाए भने जनताले चाहेको कुरा गर्नुपर्छ। पहिला जनताले चाहेको कुरा के छ भन्ने तपाईँ अहिले हेर्नुभयो भने के छ त भन्दा हिजोको भ्रष्टहरूलाई कारवाही गर्ने। अब त्यो कारवाही गर्दाखेरि त्यो कारवाही गर्न सक्ने कि नसक्ने होइन हो, अहिले त्यस्तो थाहा हुँदैन। तपाईँ राजनीतिक गतिविधि बढ्छ, त्यहाँ विरोध बढ्छ, बदलाको भावना भयो बढ्छ, अशान्ति बढ्छ। भनेको के हो भने सर पहराबाट पनि होइन पहरामा चढेर पनि यहाँ भएका बहुमूल्य कुराहरू जस्तै सुन होला
होइन। अब विभिन्न कुरा निकालेर ल्याउन सक्नुपर्छ पर्यो। नेता भनेको त्यसै त नेता, नत्र आम मानिस र नेतामा फरक के भयो, त्यसैले त हामीले नेता भन्छौँ। बाधा अवरोध पन्छाउन नसक्ने, अप्ठ्याराहरू पन्छाउन नसक्ने नेता किन चाहियो हामीलाई, होइन। त्यही कारणले त तपाईँले फेर्न लाग्नु भयो नि अहिले, हो त्यही होइन। यी सबै अप्ठ्यारा फेरेन भने के हुन्छ, अब एकछिन कुरा मैले तपाईँले भन्नुभयो, यो हामी कस्तो राजनीतिक व्यवस्था अपनाएको छौँ त्यो अनुसारको तपाईँले हामीले कहिलेकाहीँ एकदमै रोमानी ख्याल त गर्नु भएन। तपाईँले एकदमै ठुल्ठुलो कुरा सोच्नु भएको छ, जुन त्यसको लागि त त्यस्तै व्यवस्था चाहियो नि। तपाईँले देख्नु यो देशमा राजतन्त्र थियो, 30-32 वर्ष वीरेन्द्रले शासन गरे। वीरेन्द्रले राजाको विरुद्धमा खासै समस्या त थिएन, उहाँले गर्न गरेको भए त हुन्थ्यो, गर्न पर्छ भन्ने थाहा थियो, गर्न किन सकेन भने जस्तै त्यतिखेर काङ्ग्रेसको विरोध थियो, पञ्चायतको विरोध थियो, कम्युनिस्टको विरोध थियो। त्यस्तै अहिलेको अब आउने सरकार एकदम अकण्टक शासन गर्न पाउँछ भन्ने कल्पना नगर्नुहोस्। अब मैले चाहिँ के सुन्नुहोस् है, म बताउँ। त्यस कारण नेताले गर्न सक्नुपर्छ, नेताले गर्ने कि नगर्ने भने व्यवस्थाले कसरी उसलाई सपोर्ट गर्छ कि गर्दैन भने तपाईँ जनताको एकछिन बताइदिनु होला। बहुमत आयो, बहुमत आयो भने त्यो बहुमत तपाईँको पार्टीलाई इन्ट्याक्ट राख्न सक्नुहुन्छ कि सक्नुहुन्न? किन हामी विगतमा 2टा बहुमत बहुदलीय व्यवस्था आएपछि 2टा बहुमत काङ्ग्रेसले ल्याएको, 2टी बेला फुट्यो नि, 2टी बेला गयो हो। यस्तो स्थितिमा यो पार्लियामेन्ट्री सिस्टममा कि तपाईँ प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रधानमन्त्री भनेर जानुपर्छ, होइन। अब हरेक छेडछेडमा तपाईँको बहुमत गुमेको दिन सकिन्छ, पार्टी फुट्नु पनि सक्छ, संसदीय दलको नेता फेरिन सक्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब र विभिन्न उसको चाहिँ नि प्रभाव पर्न सक्छ, अनि हिजोको मान्छेहरूको एकदम प्रतिक्रियात्मक हुनसक्छ, हिजोकोलाई कारवाही गर्छु भन्दा अशान्ति फैलिन सक्छ। यो सबै कुरा नभइकन कसले काम गर्न सक्दैन। हेर्नु यो 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 चिज अहिले तपाईँले के भने नेपालमा अहिले रातारातमा जादुको छडी, होइन। तर जनताको चाहना भएको व्यक्ति प्रधानमन्त्री भइदियो, जनताले मन पराएको व्यक्ति प्रधानमन्त्री भइदियो, परिवर्तन यो परिवर्तित परिस्थितिमा फेरि गणितीय हिसाबले पुरानै प्रधानमन्त्री भइदिए अनि त्यसले त्यति सच्य पनि सक्दैन। नयाँले के हुन्छ, नयाँलाई माया गर्यो, जनताको मान्छे आयो भने पनि त्यसलाई कोअपरेटिभ भावना हुन्छ कि। त्यसले अहिले के भने नयाँहरू आउन्, मेरो भनाइ के छ, नयाँहरू आउन्, नयाँहरूले मात्रै यो समाजको शान्ति सुरक्षादेखि सबै नमिलाइकन विकास पनि हुँदैन। शान्ति सुरक्षा सहयोगी अरे मान्छेलाई चाहिँ मेरो मान्छे प्रधानमन्त्री भएको छ, मैले भनेको मान्छे भएको छ भन्दाखेरि त्यो सपोर्टिभ हुन्छ, होइन। हिजोकै चोर डाकाहरू भएको छ, भ्रष्टहरू भएको छ भन्दा फेरि प्रतिरोध हुन्छ कि। त्यसले गर्दा म के हुन्छ, अनि नयाँहरू जानु पर्यो। अब नयाँहरूमा तपाईँले अहिले देख्नुभयो भने काङ्ग्रेस राजसभाले त बाले नै भनेर तपाईँले मैले भनेर त हुँदैन। राप्रपा आएछ भने लिने नै भनेको छ, काङ्ग्रेस आएछ भने जितेछन् भने गगनै होला। अब तर उनले पनि संसदीय दलमा त प्रतिस्पर्धा गर्नु पर्यो, उनले भइहाल्छ नि, मात्रै भनेर भएन। तर के हुन्छ भने यो नेतृत्व यो सर्जिकल स्ट्राइक गरेर काङ्ग्रेसलाई काङ्ग्रेस बनाएको त्यो नेतृत्व त सबैले स्वीकारिसक्यो नि त। त्यस कारण अब पार्टीको अध्यक्ष पनि हुन्छ, पार्टीको अध्यक्ष भइसकेपछि संसदीय दल यताउता प्रभाव त पुरै पारिहाल्छ नि, हारे पनि पार्छ नि, सभापति फाल्ने कुरा त सक्दैन। त्यस कारण यो दलीय व्यवस्था पनि हो क्या। दल यहाँ दलीय व्यवस्था जनताको प्रतिनिधिमाथि दलको अङ्कुश भयो, त्यो लोकतन्त्र होइन मैले भने कि। तपाईँ जनता दलले क्यान्डिडेट दिनेसम्म ठिकै छ, तर जनताले चुनिसकेपछि जनताको बाहेक अरू कसैले पनि सांसदहरूलाई होल्ड गर्नु भएन भन्ने मेरो मान्यता हो। यही गल्ती छ नि, हारेको मान्छेले पनि कब्जा गरिदिनु भयो क्या। माधव नेपाल चुनाव हारे प्रधानमन्त्री भए, होइन। हामीसँग अब खिलाज रेग्मी सर्वोच्च अदालतका ऊ त अर्को यिनीहरूले ल्याएका, यिनीहरू मिलेर ल्याएका जे पनि गर्दा हो। यस्तो भएर जे पनि हुने भयो। अहिले हामी के भन्छौँ, त्यो जे पनि होइन, प्रणालीलाई ठिक राख भने मेरो भनाइ प्रणाली ठिक भएन कि। दलीय प्रणाली भने किन होइन, व्यक्ति सहयोगमा प्रणाली ठिक हुन्छ हो, होइन। व्यक्ति होइन, प्रणाली यो दुइटै छ। अन्डा पहिला कि कुखुरा पहिला भने हो। तर के भने व्यक्ति पनि नेतृत्व भएको व्यक्ति ठिक भएर हुनु, उसको नेतृत्व क्षमता हुनु पर्यो। जस बिपी कोइराला भनेपछि भयो, मदन भण्डारी भयो, अरू सबैले सकेन नि। प्रचण्ड केही समय प्रचण्ड जस्तो व्यक्ति भएको तगडै थियो नि त, होइन। समय त गिरिजा प्रसाद कोइराला पनि भयो। अब अलिकति थोरै झापामा केपी ओली कि बालेले जित्ला, टफ कम्पिटिसन छ। हेर्दाखेरि केपी ओलीजीको जुन अभिव्यक्ति छ त्यसले चाहिँ नि हार्छु भने जस्तो छ। अब त उहाँले हार्छु भन्दा हार्ने, जित्छु भने जित्छु भन्दा पनि जनताको मत चाहिँ नि अब 24 दिन बाँकी छ, 22 दिन क्याम्पेनिङ गर्छन् नि, होइन। 22 दिनमा धेरै कुरा परिवर्तन हुने सम्भावना चाहिँ छ।
र यो बालनजी त्यहाँ गएर हराएर म प्रधानमन्त्री बन्छु भने त्यो किसिमको अठोट लिएको छ नि, यो अठोटले चाहिँ नि परिणति ल्याउनु पनि सक्छ कि। चितवनमा रेणु दाल कि सविता गौतम? होइन, रेणु दाहालको धेरै राम्रो प्रभाव त मैले देख्छु होइन, तर महानगरमा मात्रै हो त्यो, त्यो त करी एरियामा देखिन्छ। अब तर लहरको रूपमा हेर्दाखेरि रासपाको लहर ठुलै देखिन्छ होइन, व्यक्तिको रूपमा होइन। व्यक्तिको रूपमा रेणुजीलाई कसैले नराम्रो पनि भनेको छैन, काम पनि धेरै राम्रो छ। अब त्यो पार्टीको रूपमा पनि आउँछ, पार्टीको लहरको बेला पनि आउँछ। अब फेरि मेयर बन्न नमिल्ने हुनाले दुईचोटि कार्यकाल त भन्ने त्यसमा सकिने हुनाले त्यही पार्टीबाट त्यो भएको हुनाले अहिले मैले त्यहाँ कम्पिटिसनै हुन्छ कि भन्नु। सर्लाहीमा अमरेश सिंह कि गगन थापा? यस्तो भयो, त्यहाँ अमरेशजीले जितिदिएको स्वतन्त्रै पनि जितिदिएको मान्छे हो त्यो होइन। गगनसित नि उहाँको द्वन्द्व हो भित्र पनि होइन, गगनसितैको द्वन्द्व, गगनको व्यापक रूपमा विरोध गर्नुहोस् भने अमरेशको विरोध चाहिँ गगनले गरिरहेको छैन। अर्को कुरा, प्रधानमन्त्रीको क्यान्डिडेट भइसकेपछि प्रधानमन्त्रीको क्यान्डिडेट भनिसकेपछि सर्लाहीको मान्छेमा फेरि मेरै जिल्लाको प्रधानमन्त्री हुन्छ भन्दाखेरि अलिकति एडभान्टेज हुन्छ कि भन्ने चाहिँ नि एउटा छ भने प्रभावभित्र चाहिँ नि पहिला पनि संस्थापन पक्षसित द्वन्द्वै गरेर टिकट पाउँदा पनि जितेको, टिकट नपाउँदा पनि जितेको हुनाले अमरेशसँग फेरि रासपाको भएर सदस्य भएर क्यान्डिडेट भएको हुनाले रासपाको लहरले छोयो भने छोयो। व्यक्तिगत रूपमा त पार्टीको रूपमा प्रधानमन्त्रीको हैसियतले गगन पनि कमजोर चाहिँ छैन है अहिले हेर्दाखेरि, पहिलोचोटि गए उठ्नलाई होइन। तर म चाहिँ के थियो भने उनी पनि त्यहाँको जमिन बुझेर, त्यहाँको जनताको मनस्थिति बुझेर, त्यहाँका स्थानीय उनका पार्टीका नेता कार्यकर्ताको के छ माहौल, कस्तो माहौल भनेर सबै बुझेर गरेर नै गएका। पहिला पनि जान खोजेको थिएँ होइन, पहिला जान खोजेको थिएँ, ऊ त्यहाँ जाने भयो भनेर के अरे अमरेशजी चाहिँ रिसाएको थियो। सर्लाहीमा अमरेश र गगन थापा टफ कम्पिटिसन हुन्छ कि धेरै मतान्तरले एकअर्कालाई हराउँछन्? अब गतिविधि मैले त्यति त्यहाँ के भइरहेको छैन होइन। अब गगनजी त्यति बोलिरहेछ, अमरेशजी त म जित्छु नै भनिरहेछन् होइन, त्यो कुरा त त्यसरी छ। तर अब अझै 22 दिन पुरै 22 दिन त मतदानको बाँकी छ, त्यस पछाडि 2 दिन हुन्छ। अनि सर अब म त भक्तपुर 1 नम्बरको, मेरो बाटो ओहोरदोहोर गर्ने भक्तपुर 2 हो। महेश बस्नेत त्यहाँका स्थानीय उम्मेदवार, अर्को चाहिँ हाम्रो रासपा पार्टीका राजीव खत्री त्यहाँ गएका छन्, अर्को पनि के दीपशिखा पनि गएका छन्। हजुर, त्यो पनि तर अहिले हेर्दाखेरि चाहिँ पहिला चाहिँ त्यहाँ काङ्ग्रेसका उम्मेदवारले जितेका दुर्लभ थापाले महेश बस्नेतलाई थोरै मतान्तरले, त्यति बेला चाहिँ काङ्ग्रेस के अरे गठबन्धन थियो काङ्ग्रेस र माओवादीको है, थोरै मतान्तरले करिब 1000 जतिको मतान्तरले। अब अहिले चाहिँ राजीव खत्रीले अथवा महेश बस्नेतलाई सिधा टक्कर दिइराखेको जस्तो देखिन्छ, केही बुझ्नु भएको छ त्यहाँको वस्तुस्थिति? यस्तो छ, अब महेश बस्नेत जेनजीको अब युवाहरूको विरुद्धमा आवाज उठाइरहेको, अब फेरि ओलीकै होइन पुरै समर्थनमा भएको हुनाले ओलीको भाषा र उसको भाषा एउटै छ, पहिला उसले बोल्छ त्यसपछि ओली पनि बोल्छन् होइन। त्यसले गर्दाखेरि यो लहरको बेलामा अरू पनि मिलेर अनि एमालेलाई हराउने सम्भावना देख्छु म। मतलब काङ्ग्रेसले पनि राजीव खत्रीलाई अथवा कसलाई हुन्छ होइन, महेश बस्नेतलाई हराउँछ नि। महेश बस्नेत 2-3टा कुराहरू छ, ऊ रविको विरोध गर्छ, बालनको विरोध गर्छ, हामी जस्तो साधारण मान्छेको पनि विरोध गर्छन् के। तपाईँको र महेश बस्नेतको त एकदमै टक्राव पर्छ नि। खै म गर्दिनँ, उहाँ नेता हो, म सामान्य मान्छे हो। बेला बखत चाहिँ उहाँले भन्नुहुन्छ, मेरो प्रसङ्ग लिनुहुन्छ, जे होस् मलाई खुसी नै लाग्छ। मेरो पनि त के सन्देश दिन चाहनुहुन्छ महेश बस्नेतजीलाई? होइन, उहाँले उहाँको स्वभाव हो, मलाई चाहिँ केही स्वभाव सुधार्न पर्छ कि ठिक छ होइन, जेसुकै गर्नु उहाँले जस्तो गर्नुहुन्छ त्यही भोग्नुहुन्छ। मलाई केही मैले भनेर सुधार्ने पनि होइन, म सल्लाह दिने पक्षमा पनि छैन। मैले भेटघाट भएको छैन नजिकबाट? भएछ, 1-2 चोटि भएको छ भेट, मैले पहिले कुरा मन्त्री हुँदा पनि भएको छ होइन। त्यो छ, त्यो त्यतिखेरको कुरा र अहिलेको राजनीतिक माहौल फेरि धेरै फरक भयो होइन। मैले त व्यक्तिगत रूपमा त भन्ने केही पनि कुरा पनि छैन। हस् सर, यहाँसँग कुराकानी भयो, यो तेस्रोचोटिको कुराकानी हो। यहाँ आएपछि मलाई पनि एकदमै खुसी मिल्छ तपाईँसँग यसरी आनन्दले। तपाईँ एकदम अब सबैसँग फ्रेन्डली हुनुहुन्छ होइन, सामाजिक रूपमा पनि तपाईँले धेरै काम गर्नुभएको छ। दुर्गम गाउँका गरिब जनताहरूले उपचार गर्न नपाएर छटपटिएको अवस्थामा पनि तपाईँले सामाजिक सञ्जालबाट सहयोग जुटाएर धेरैको उद्धार गर्नुभएको छ। यस अर्थमा मैले चाहिँ मेरो व्यक्तिगत तर्फबाट तपाईँलाई एकदमै महान मान्छु, किनभने एकजना खुट्टा
टेक्न नसकेर घिस्रिँदै हिँड्ने व्यक्तिले तपाईँकै कारणले नयाँ जीवन पाए। यसकारण तपाईँ एकदमै धन्यवादको पात्र हुनुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद। अन्तिममा तपाईँले आफूले भन्नुपर्ने कुराहरू छोटो केही छ त सर बाँकी रहेको? अनि ठिक छ, अब यो समाजसेवा समाजमा आफूले सक्दो सबैले अरूलाई पनि गर्नुपर्छ, यति गर्नुपर्छ उति गर्नु भन्छ नि, यो अरूलाई सहयोग गर्ने भावनाले आत्मसन्तुष्टि शान्ति मिल्छ होइन, त्यो कुरा रहोस्। अब अरू राजनीति यताउता कुराले मैले भनेर केही छैन, भोट हाल्दाखेरि विवेक कुरा राख्नुहोस्। अब हिजोको विरासत यताउतालाई नसम्झिनुहोस्। अब आफ्नो भविष्य, आफ्नो बच्चाको भविष्यलाई चाहिँ नि हेरेर भोट हालिदिनुहोस् होइन। आखिर ब्यालेटबाट हो, बुलेटबाट होइन, ब्यालेटबाट गर्ने लोकतान्त्रिक पद्धति हो। र ब्यालेटलाई चाहिँ नि सबैले सम्मान गर्नु पर्यो, सबैले सम्मान गरौँ, ब्यालेटबाट गर्ने प्रयत्न गरौँ। अलिक सुस्तो होला, फटाफट नहोला, तर यो पद्धति चाहिँ नि दिगो हुन्छ। अरू कुनै पद्धति चाहिँ नि ज्यादै नै दुर्घटनाबाट गुजार्छ। सही उम्मेदवार, सही पार्टीलाई सही बेलामा, र आफ्नो सही टाइम हुन्छ। जहिले पनि स्थिर थिङ्किङ नगर्नुहोस् होइन। परिवर्तनको बेलामा युवाहरू बालबच्चाले परिवर्तन खोज्दैछ भने उसलाई साथ दिनुहोस्, उनीहरूको भविष्यलाई साथ दिनुहोस्। अब पहिला पहिला अरूलाई पनि दिनुभयो, पुरा त भयो, सधैँ एकै ठाउँमा गर्नुपर्छ। मेरो उद्देश्य यही हो, नयाँलाई हेर्नुहोस्। हस् सर, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। ल।